शनिबारको दिन हरिहन सरले आफ्नो निजी निवासबाट सिन्धुलीतर्फ आएर यहाँ पत्रै सिन्धुली बाइक पार्किङ गरेर पान्तलेतर्फको यात्रामा अघि बढ्दैछ। दृश्य यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। बिहानको समय धेरै गर्मी पनि छैन, अहिले पानी परेको हुनाले शीतल पनि छ। किसान दाजुभाइहरू खेती किसानी व्यस्त हुनुहुन्छ। म चाहिँ यहाँ डुल्न निस्किन्छु। यो ठाउँलाई चाहिँ बाहुन डाँडा भनिँदो रहेछ। यहाँ चाहिँ बाहुन डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बोर्ड लागिरहेको छ। यहाँ जताततै हरियो परियो वातावरण देखिरहेको छ। सहरको होहल्लाभन्दा टाढा तराईको नजिक पनि यस्तो पहाडमा डुलेको जस्तो फिलिङ आउने स्थानहरू धेरैवटा छ। हामीले पहिचान गर्न सकेर कहिलेकाहीँ यात्रामा निस्क्यो भने शरीर पनि स्फूर्त हुन्छ, मनलाई पनि आनन्द आउँछ, समयको पनि सदुपयोग हुन्छ। अहिले हामी क्यानेश्वर मावि अगाडि आइपुगेका छौँ। यहाँ चाहिँ भेटेनरी लाइभस्टक म्यानेजमेन्ट सम्बन्धी प्राविधिक टेक्निकल विषय पनि अध्यापन गराइन्छ। फाइनली यो सिन्धुलीको पान्तले गाउँमा आइपुग्यो। यो गाउँ जेस रमाइलो रहेछ। यहाँ एउटा सानो चिल्ड्रेन्स पार्क बनेको छ, केटाकेटीहरू त्यहीँ रमाउँदैछन्। यो पान्तले सिन्धुली गाउँ सकिसकेपछि चाहिँ यो सिमानामा थोरै खोला पर्दो रहेछ। त्यसको पारी चाहिँ पथराई सिन्धुली। एउटा फुचे भाइले हामी छोटो बाटो आउनु पर्दाखेरि चाहिँ यता माथि गयो भने त्यही बाटोबाट आउन सक्छौँ, तर अहिले खोला बढेको कारणले हामी लामो बाटो आउनु पर्यो। हेरौँ त्यहाँसम्म पुग्न सकिन्छ कि सकिँदैन। यहाँबाट चाहिँ गाउँ सकियो। अहिले बर्खाको मौसम भएको हुनाले यो क्यान खोला पनि मजाले उर्लेर आएको छ। तल एकजना भाइले चाहिँ बल्छी थापेर माछा मार्ने प्रयास गरिरहेको छ। भाइलाई शुभकामना। यो पान्तले सिन्धुलीबाट पथराई जाने पुलबाट चाहिँ यस्तो हरियो फाटेको दृश्यहरू देखिरहेको छ। उता पारी परपट्टि चाहिँ हामी आर्मी क्याम्प पनि देख्न सक्छौँ। बाइक पार्किङ गरेको घरमा आइपुग्यो। आजको यात्रा यही टुङ्ग्यो। अब यहाँबाट बाइकमा घर फर्किने।